मान्य सभामुखज्यू, बागमती प्रदेश सरकारको तर्फबाट विनियोजन विधेयक 2083 का सिद्धान्त र प्राथमिकताहरूको बारेमा अहिले हामी छलफल गर्न गइरहेका छौँ। सबभन्दा पहिला त यो 24 बुँदा 10 पेजमा रहेको प्रदेश सरकारद्वारा यो प्रदेश सभामा पेश गरिएको विनियोजन विधेयकले बागमती प्रदेशको आगामी भविष्य सुनिश्चित गर्नतर्फ यसले महत्त्वपूर्ण सुरुवात गरोस् र विगतमा भएका असल अभ्यासहरूलाई निरन्तरता प्रदान गरोस् भन्ने शुभेच्छा म राख्न चाहन्छु। यो सिद्धान्त र प्राथमिकताको जुन बुँदाहरू हाम्रो अगाडि राखिएको छ त्यसमा भएका कुराहरूको बारेमा पनि सामान्य चर्चा गरेर यसमा केही छुटेका कुराहरूको बारेमा मैले सुरुमा राख्न चाहन्छु। विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको बारेमा यहाँ राखेका कुराहरूलाई हेर्दाखेरि हामीले यो चालु वर्षमा र अहिलेसम्म के समस्याहरू परे भन्ने कुराको बारेमा केही एक्सक्युजहरू यहाँ माननीय आर्थिक मामला तथा योजना मन्त्रीज्यूले राख्नु भएको छ, जस्तो कि जेनजी विद्रोहले गर्दा सकिएन, जस्तो कि निर्वाचनले गर्दा सकिएन राम्ररी काम गर्न, जस्तो कि युद्धको अन्तर्राष्ट्रिय परिवेशले गर्दा कतिपय महँगी र अन्य परिस्थितिजन्य कारणले गर्दा सकिएन भन्ने कुराहरू राख्नु भएको छ। तर मेरो विचारमा हाम्रो अहिलेको मुख्य आवश्यकता के हो भने बागमती प्रदेशले हामीले जुन ढङ्गले काम गर्दै आयौँ त्यसमा एउटा ठोस डिपार्चर हामीलाई चाहिएको हो। हामीलाई ठोस कार्यक्रमिक एउटा अर्को स्थानतर्फ लिएर जाने चाहिँ अब कार्यक्रमहरू चाहिएको हो, त्यो अनुसारको प्राथमिकीकरण चाहिएको हो। त्यस कुरातर्फ केही कुराहरू चाहिँ गम्भीरतापूर्वक छुटेको मैले अनुभूति गरेको छु। त्यसमध्ये पहिलो कुरा त के हो भने नेपालको संविधानले प्रदान गरेको हाम्रो एकल अधिकारको सूचीलाई सम्पूर्ण ढङ्गले कार्यान्वयन गर्नको लागि हाम्रो इफोर्ट लगाउने कुरामा, त्यसमा हाम्रो प्राथमिकीकरण गर्ने कुरामा चाहिँ विषयहरूलाई अझ गम्भीरतापूर्वक राख्ने कुरामा त्यहाँ त्रुटि भएको छ जस्तो मलाई लागेको छ, पहिलो कुरा। दोस्रो कुरा, हाम्रो प्रदेशमा मैले होइन पनि भने हामीले यदि राम्रो रिफर्म गर्न सकेनौँ भने त्यसबाट समस्याहरूको चाङ थुप्रिँदै गएर त्यसले एउटा रिभोल्युसन नै ल्याउँछ। त्यो पोलिटिकल साइन्सको एउटा सामान्य सिद्धान्त हो। र हामीलाई एउटा रिफर्मिस्ट अर्थमन्त्री चाहिएको हो, हामीलाई एउटा रिफर्मिस्ट सरकार चाहिएको हो, अहिले हामीलाई एउटा रिफर्मिस्ट सदन चाहिएको हो। अहिले त्यो हामीले रिफर्म गर्ने कुरामा चाहिँ यसमा गम्भीर त्रुटिहरू छन् जस्तो मलाई लाग्छ। त्यसमा के हो भने मूलत पूर्वाधारको विकास गर्ने कुरा र हाम्रो बागमती प्रदेशको समग्र विकासलाई औद्योगिकरणतर्फ जोड्ने, इन्डस्ट्रियलाइजेसनतर्फ जोड्ने कुरामा यसले जोड दिन पर्थ्यो र त्यस मार्फत एउटा विकासको एउटा मोडल सेट गर्न पर्थ्यो। जस्तो हामी सुन्छौँ भारतमा बिहार राज्यमा भएको बिहारको मोडल नीतिश कुमार मोडल भन्छ कसैले, गुजरातको मोडल जसलाई चाहिँ बजाएर अथवा त्यसको राजनीतिक फाइदा लिएर भारतीय जनता पार्टीले विगत 3 कार्यकाल त्यहाँ सरकार गठन गरेर सञ्चालन गरिरहेको, नेतृत्व गरिरहेको अवस्था छ। वा केरलाको मोडल जसलाई चाहिँ सुशासनको वा शिक्षाको, स्वास्थ्यको वा सामाजिक सुरक्षातर्फको चाहिँ एउटा मोडलको रूपमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त छ। त्यस्ता मोडलहरू सेट गर्ने कुरामा चाहिँ हाम्रो यसमा ध्यान पुगेको छैन। त्यो रिफर्मको एउटा मोडल हाम्रो सन्दर्भमा पूर्वाधारहरूको विकास गरेर जाने र त्यस मार्फत औद्योगिकीकरणको कोरिडोरहरू निर्माण गर्ने कुरामा ध्यान जानुपर्ने हो। त्यो कुरातर्फ ठोस योजना यहाँ देखिँदैन, प्राथमिकता देखिँदैन। तेस्रो कुरा, अहिले हामीले जोड गर्नुपर्ने कुरा मेरो विचारमा के हो भने दुईटा कुरामा समग्र राज्यको, समग्र बागमती प्रदेश सरकारको र देशकै पनि जोड हुनुपर्छ। त्यसमा पहिलो कुरा राज्यको तहबाट जोड हुनुपर्ने कुरा हो सुशासन, भ्रष्टाचार रहित प्रशासन, छिटो प्रशासन, चुस्त प्रशासन, जनमुखी प्रशासन। पहिलो कुरा त्यो राज्यको तर्फबाट हेर्नुपर्ने। हामीले राज्यले जनताको काम रोक्ने जस्तो
राज्यका एजेन्सीहरूको उपस्थिति जनतालाई सुविधा होइन कि कहीँ न कहीँ त्यहाँ समस्या सिर्जना गर्ने जस्तो, राज्यका निकायहरूमा जनता आउन नपाए हुन्थ्यो भन्ने गर्ने जस्तो जो प्रणाली छ त्यसलाई सिधै हामीले उल्टो बनाउनु पर्ने, उल्टाउनु पर्ने अथवा सुल्टाउनु पर्ने भनौँ त्यो परिस्थिति छ भने अर्कोतर्फ चाहिँ यो गरिबीलाई हटाउने, इन्कम जेनेरेसन गर्ने, इन्कम ग्रोथ गर्ने कुरामा, आय स्तरको वृद्धि गर्ने कुरामा हामीले ध्यान दिनुपर्छ। त्यसकारण व्यक्तिगत तहमा आय स्तरको विकास गर्ने, सिर्जना गर्ने र राज्यको तहमा सुशासनको प्रत्याभूति गर्ने, यो दुईटा कुरालाई जोडेर मात्रै आज राज्यको वा राज्यका कुनै पनि निकायको चाहिँ सही ढङ्गले भूमिका निर्वाह गर्ने, प्राथमिकीकरण गर्ने कुरा हुन सक्छ जस्तो लाग्छ। यो कुरामा ठोस ढङ्गले हामीले त्यसमा डिपार्चर ल्याउन सकेको मैले देखेको छैन। यो कुरा मैले यहाँ राख्न चाहन्छु। र चौथो कुरा के हो भने संस्थागत सुधारका केही कुराहरू यहाँ सङ्केत भएका छन्। त्यसमा हामीले बागमती प्रदेशको मन्त्रालयहरूको सङ्ख्या सुरुवातमा 7वटाबाट वृद्धि भएर त्यसको 2 गुणा भइसकेको स्थितिमा यो अब मन्त्रालयको सङ्ख्या घट्ने भन्ने कुरा हामीले सुनेका छौँ। ठोस रूपमा त्यो आएको छैन। अझ नीति कार्यक्रम हुँदै बजेटसम्म त्यो कुरा आउला भन्ने अपेक्षा गरौँ। तर त्यस मातहतका कार्यालयहरूको सङ्ख्याको कटौती गर्ने कुरा, मन्त्रालयको सङ्ख्या चाहिँ घटाउने र तल अरू सेवा प्रदायक कार्यालयहरूको सङ्ख्या चाहिँ फेरि व्यापक रूपले वृद्धि गर्दै जाने उल्टो कुरा भइरहेको छ भन्ने हामीले सुनेका छौँ। त्यो कुरा नहोस् भन्ने कुरातर्फ पनि यहाँ ध्यान दिँदै त्यसलाई चाहिँ संस्थागत सुधारतर्फको ठोस पहल कदमी यहाँ जरुरी छ र त्यो कुरा देखिएको छैन। यति 4वटा कुरा यो बागमती प्रदेश सरकारको तर्फबाट यहाँ जारी भएको सिद्धान्त र प्राथमिकतातर्फ छुटेका विषयको रूपमा मैले राखेको छु। र अन्य केही विषयहरू जो यहाँ उल्लेख भएका छन् ती कुराहरूको बारेमा पनि केही प्रश्न र केही स्पष्टताको जरुरत छ जस्तो मलाई लाग्छ। त्यसमध्ये पहिलो कुरा त के हो भने एउटा राम्रो काम यसपाला आर्थिक मामला मन्त्रीज्यूले सुरु गर्नुभयो कि तल तलसम्म योजनाहरूको निर्माणमा संस्थागत ढङ्गले, एकीकृत ढङ्गले चाहिँ प्रयत्नहरू गर्ने गरी निर्देशिका, बजेटका योजना तर्जुमा सम्बन्धी निर्देशिका जारी भयो र त्यो तलसम्म गएको छ। त्यसको कार्यान्वयन गर्ने काम स्थानीय तलबाट, जिल्ला स्तर कार्यालयहरूबाट, सेवा प्रदायक कार्यालयको तहबाट, मान्य सदस्यहरूको तहबाट हामीले त्यो पुरा गरेर पठाएका छौँ। अब प्रदेशको सरकारले संस्थागत रूपले त्यो काम कहिले गर्छ? हामीलाई त हतार यति गतेसम्म योजना पठाउनु पर्यो, 24 गतेसम्म पठाउनु पर्यो, अझ 21 गते नै पठाइसक्नु पर्यो, 2 दिन म्याद थपियो, 3 दिन म्याद थपियो भनेर हतार तलबाट योजनाहरू मागियो। तर ती योजनाको बैंक कहाँ छ अहिले? त्यो योजनाको बैंकमा योजना हेर्न कहिले पाउने हो जनताले? हामीले त्यो कुरा पाउन पर्यो। त्यो बजेट वक्तव्य आइसकेपछि होइन, त्यो अहिले पाउन पर्यो। र छानिएका योजनाहरू चाहे त्यो मान्य सदस्यहरूले आफ्नो तर्फबाट पेश गरेका मागहरू हुन् वा सरकारको तर्फबाट विभिन्न निकायहरूले, मन्त्रालयहरूले राखेका योजनाहरू, समावेश गरेका, इन्ट्री गरेका योजनाहरू हुन्, ती सबै योजनाहरूलाई सर्वसाधारण जनताले पनि हेर्न पाउनु पर्यो पहिला नै। र त्यो जुन प्रोजेक्ट बैंक अथवा योजना बैंक भनिएको छ त्यो योजना बैंक छिटोभन्दा छिटो सार्वजनिक गर्न पर्यो र त्यो छिटो देख्न पाउनु पर्यो। त्यो हुनेछ भनिएको छ, त्यो कहाँबाट हुने हो, कहिले हुने हो, कहाँ हेर्न पाउने हो, त्यो कुराको जवाफ यहाँ आवश्यक छ र त्यो जवाब पाइयोस् भन्ने म जोरदार ढङ्गले माग गर्न चाहन्छु। पहिलो कुरा। दोस्रो कुरा, अब अर्थमन्त्रीज्यूले त्यसलाई बडो आर्थिक योजना तथा मामला मन्त्रीज्यूले बडो जोड गरेर राख्नु भएको छ, सिद्धान्तमा पनि प्राथमिकता पनि। त्यसलाई डिजिटल रूपान्तरण, डिजिटल ट्रान्सफर्मेसनको नाराको रूपमा राख्नु भएको छ वा त्यसलाई डिजिटल इकोसिस्टम निर्माण गर्ने ढङ्गले पनि त्यसलाई राख्नु भएको छ। तर अवस्था के छ हाम्रो डिजिटलाइजेसनको भन्ने कुराको एउटा राम्रो उदाहरण त यही बागमती प्रदेश सभा नै छ, यही छ। हामी यो हलमा बसेर हामी डिजिटलाइजेसनको कुरा चाहिँ कसरी गर्न सक्छौँ कुन्नी, त्यसको सुरुवात कहाँबाट हुने हो कुन्नी। अहिले एकजना मान्य सदस्यले बोल्नको लागि हामीसँग माइक छैन। हामी यस्तो हलमा बसेर गरिरहेका छौँ जहाँ बडो गर्मीले बस्न नसकिने स्थिति छ र डिजिटलाइजेसनको पनि कुन तहबाट कसरी काम सुरु गर्ने हो कुरा राम्रो छ, तर यो राम्रो कुरा कार्यान्वयन गर्ने कुरामा चाहिँ गम्भीर समस्या पर्ने कुरा मैले देख्छु। त्यसको उदाहरण यहाँ अगाडि छ। दोस्रो कुरा यो मैले राख्न चाहन्छु। तेस्रो कुरा, निजी क्षेत्र चाहिँ अर्थतन्त्रको प्रमुख इन्जिनको रूपमा राख्नु भएको छ। यो सैद्धान्तिक कुरा छ। नेपालको संविधानले निजी क्षेत्र, राज्यलाई, निजी क्षेत्रलाई र सहकारी क्षेत्र 3टालाई अर्थतन्त्रको एउटा एकीकृत
कोलाबोरेटिभ फर्मको रूपमा त्यसलाई लिएर जान्छ। यसमा राज्यको भूमिकालाई चाहिँ सशक्त नबनाइकन निजी क्षेत्र अगाडि आउन सक्दैन। यो कुरातर्फ गम्भीरतापूर्वक ध्यान दिनुपर्छ। म यसमा लामो अहिले व्याख्या गर्ने परिस्थिति छैन। अर्को कुरा चाहिँ अन्तिममा चौथो कुरा के हो भने यसमा प्रश्नको रूपमा युवा उद्यमशीलता र रोजगारीको इकोसिस्टमको कुरा यहाँ उल्लेख भएको छ। त्यो कुरा राम्रो छ, तर